राधे राधे दोस्तोलाई त्यो बिहानको खाना अब मेरो खाना बनेर रेडी भइसक्यो। हेर्नु त साथ्यो। अनि यो काजु किसिमको मसला बनेर अब रेडी भइसक्यो। एकदम हेर्नु त्यो एकदम तेल निक्लिएको छ। म यसमा दही राखिदिन्छु। हेर्नु त दही अनि चाहिँ रेडी बनाएर राखिसकेको छु। अब यसलाई एकदम चलाइरहनु पर्छ, नभए पनि दही फाट्छ फेरि। अनि यतातिर हेर्नुहोस् त यो यति घिउ लिएर आएको छु। यता तेल पनि एकदम मस्त निक्लिएको छ। धेरै नराख्ने, अब गरिमा नोक्सान गर्छ भने यो घिउ यो दहीमा पानी मिलिसक्यो भने त्यहाँबाट मैले फेरि घिउ राखिदिन्छु साथी हो। यति घिउ लिने होला कि अनि कतिको घिउ खाने होला, यतिको घिउ चाहिँ फेरि कतिको झट्यो भइसक्यो। दही चाहिँ फुकेर हेर्नुहोस् त। अब यसमा राखिदिन्छु। अनि यो घिउ सबै घिउ यो मस्ती त हुन्छ कि हो, बानी राखिदिन्छु कि यो फोहोर भइरहन्छ घिउ। यतिकै घिउ लिएर पनि फोहोर भइरहन्छ। त्यसमा प्याज परेको एकदम शुद्धता, एकदम काजु अनि किसमिसहरू नरिवलहरू अनि त्यही पिसेर अनि दही अनि घिउ सबै पऱ्यो। अब म यसमा राखिदिन्छु यो कटहर हेर्नु साथी हो। अब म नमक राखिदिन्छु साथी हो स्वाद अनुसार। यो घटे थोरै हुन्छ, यसलाई खालि 3 चम्मच चाहिँ राखिदिन्छु किनभने चप हुन्छ फेरि। ल 3 चम्मच नराख्यो नि यति बस। यसलाई 15-20 मिनट पकाउनु पर्छ, बल्ल पाक्छ। अब मैले यसलाई पानी राखिदिन्छु साथी हो। न यो पाक्नु एकदम टाइट हुन्छ नि, कुकर त होइन अब यो कराईमा समय लाग्छ पाक्नलाई, त्यही भएर यसलाई म पानी राखिदिन्छु। यति पानी राखिदिएँ। यो पानी सुक्यो भने एकदम पाक्छ यो। त्यो बिहानको खाना अब मेरो खाना बनेर रेडी भइसक्यो। हेर्नु त कटहर जस्तो